गरौँ 2081 सालको कार्तिक महिनाको 13 गते मंगलबारका दिन 2024 नोभेम्बर 29 तारिकका दिन धनत्रयोदशी हो, धनतेरस पनि हो। यस दिन प्रदोष व्रत पनि परेको छ। प्रदोष भन्दा एकादशीको पनि यहाँले सोधिराख्नु भएको थियो, एकादशी कहिले पर्छ भनेर। यो पटक एकादशीको व्रत रहेको छ। 12 गते सोमबारका दिन एकादशीको व्रत रहेको पनि म जानकारी गराउँदछु। यो एकादशी रमा एकादशी हो, हामी छुट्टै भिडियो राख्नेछौँ। हामी कुरा गरौँ 13 गते मंगलबार धनतेरसको बारेमा। यसलाई धनत्रयोदशी भन्यो। यसपटक के भयो भने धनतेरसका दिन आयुर्वेदका प्रवर्तक भगवान धन्वन्तरीको जन्म जयन्ती, उहाँको पूजा पनि हो। तर यसपटक हामीले धनतेरस अघिल्लो दिन मनाएर भोलिपल्ट चाहिँ आयुर्वेदका प्रवर्तक धन्वन्तरीको पूजा गर्दैछौँ। किन भन्दा 13 गते बिहान 11:01 द्वादशी तिथि छ।